हेलो साथीहरु, वेलकम टु माई ब्लग। आज पनि हामी बाहिर निक्लिसकेको छौँ। हामी कहाँ जान्छौँ के म तपाईलाई सबै कुराहरू देखाउनेछु। यहाँ हाम्रो साथीहरु चाहिँ बाहिर जानको लागि यहाँ हिँड्दैछ। आज ठ्याक्कै हामी चाहिँ हिँडेको चाहिँ क्याम्प भन्ने एउटा मार्केट छ, त्यहाँ ग्रोसरीको सामानहरू लिनको लागि भनेर हिँडेको हो। चप्पल पनि किन्ने भन्ने साथीहरूले है, अनि त्यो चप्पल किन्नको लागि एउटा मार्केटमा जानको लागि हामी यो बाटो हिँड्दैछौँ। बाटो क्रस गर्नु चाहिँ झ्याउ छ क्या साथीहरू फेरि यहाँ है, तर पनि ठिक छ, बिस्तारै बिस्तारै बाटो क्रस चाहिँ गरियो। एकजना उहाँ पुगिसकेको छ। यो चाहिँ पार्क हो, यहाँ एक्सर्साइज गर्नको लागि अनि बेलुका बेलुका फ्यामिलीहरू बसेर खानाहरू खानको लागि यहाँ आइरहेको हुन्छ मान्छेहरू। एकदम रमाइलो छ। फेरि अब पार्कमा जानलाई यस्तरी छ यहाँ छिराइ गाह्रो छ। बाटो चाहिँ उताबाट हो खासमा, हामी यहाँ चोर बाटो आउँदाखेरि चाहिँ यसरी छिर्नु पर्ने भयो कि। पार्क त फेरि एकदम दामी छ नि, भोक लाग्यो भने त्यहाँ म्याकडोनल्ड्स जाँदा पनि भयो होइन। कहाँको जस्तो? त्यहाँ खत्तडको जस्तो छाम अनि डोटी त्यतातिरको जस्तो पुरा लेक हुनु पर्यो पर अनि यो बनाएको र अनि भएको अनि प्राकृतिक हुन बड्डासँग तालमेलै मिल्दैन यार आजभोलि। साथीहरू, अब हामी चाहिँ पुग्नको लागि चाहिँ अब 5 मिनट बाँकी छ। त्यहाँ घाम छ है साथीहरू। विदेशमा सबैभन्दा दुःख चाहिँ यस्तो बाहिरको काम गर्ने मान्छेहरूलाई हो क्या। हेर्नु कति दुःख छ, यस्तो घाममा मजाले काम गर्नुपर्छ होइन। धुलो धुवा घाम पानी केही भन्नु मिल्दैन। गाह्रो छ यसरी काम गर्ने मान्छेहरूलाई चाहिँ। अब भित्र अफिसहरूमा बस्नेलाई चाहिँ गाह्रो हुन्न, एसी हुन्छ होइन। सबैभन्दा विदेशमा गाह्रो काम भनेको यही हो क्या, यो कन्स्ट्रक्सनको कामहरू गर्ने मान्छेलाई चाहिँ अब दुःख छ। ओके साथीहरू, अब हामी चाहिँ हामी जहाँ हिँडेको त्यो ठाउँ आइपुग्यो है त। भित्र जाँदैछौँ। यहाँको दृश्यहरू चाहिँ तपाईँहरूलाई म एक एक गरी देखाउने छु। हो दामी आएर सिकेको डिस्काउन्ट छ, डिस्काउन्ट रहेछ होइन। हेर्नुभन्दा सिवायहरू के छ म चाहिँ साथीहरू। अब यो ठाउँको कुरा गर्नुपर्दा चाहिँ यो हो मस्कटको क्याम्प मार्केट, जहाँ चाहिँ हामी प्राय सपिङ गर्नको लागि यहाँ आउने गर्छौँ। राम्रै छ। विशेष गरी चाहिँ पहिला हामी त्यो पारी बस्दाखेरि चाहिँ यहाँ धेरै जस्तो सपिङको लागि आउँथ्यो भने अहिले चाहिँ हाम्रो ठाउँ चेन्ज भएको छ। त्यही भएर यहाँ चाहिँ हामी कहिलेकाहीँ मात्रै आउने गर्छौँ। यो ठाउँमा पनि धेरै यादहरू जोडिएको छ। तपाईँहरूलाई म भित्रको दृश्यहरू चाहिँ देखाउनेछु है त। ओके, अब चाहिँ हामी मार्केटमा आइसकेको छौँ, तर छिर्ने बित्तिकै चाहिँ के भयो भन्दाखेरि बाथरुम जानुपर्ने इमर्जेन्सी भयो होइन। त्यही भएर हामी चाहिँ जाँदैछौँ। यहाँ अलिकता गाह्रो छ। के छ यहाँ खानेकुराहरू? यो के सुरमा है क्या? केकहरू यहाँ रहेछ बर्थडेको लागि।
साथीहरू सामान किन्दा एकदम बिजी भयो, त्यही भएर भिडियो त्यति लिनु पाइनँ र म चाहिँ घर फर्किसकेँ। ओके, सी यू नेक्स्ट भिडियोमा हामी फेरि भेटौँ।